नमस्कार, तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु प्रकाश च्यानलमा। आजको यो भिडियोमा हामी नेपालको भूगोलसँग सम्बन्धित विषयवस्तुहरूलाई राख्न गइरहेका छौँ। अब लागौँ नेपालको भूगोलसँग सम्बन्धित यो अडियो सामग्रीतर्फ। नेपाल पृथ्वीको उत्तरी गोलार्ध, एसियाको मध्यभाग तथा दक्षिण एसियामा अवस्थित एउटा भूपरिवेष्टित राष्ट्र हो। यहाँको क्षेत्रफल 1,47,181 वर्ग किलोमिटर रहेको छ। वर्ग माइलमा नेपालको क्षेत्रफल 56,827 वर्ग माइल रहेको छ। 56,827 वर्ग माइल रहेको छ। अहिले लिपु लेक सहितको क्षेत्रफल 1,47,516 हुन आउँछ, जुन आधिकारिक हुन अझै बाँकी रहेको छ। नेपालमा विश्वकै अग्लो शिखर सगरमाथा रहेको छ, जसको उचाइ 8,848.86 मिटर रहेको छ र फिटमा 29,031 फिट हुन आउँछ। नयाँ उचाइ सार्वजनिक 2077 मङ्सिर 23 गरिएको हो। नेपालको समय GMT भन्दा 5 घण्टा 45 मिनेट अगाडि रहेको छ। नेपालको भूगोल विश्वको 0.03% भूभाग हुन आउँछ। एसियाको 0.3% भूभाग र दक्षिण एसियाको 2.82% भूभाग नेपालले ओगटेको छ। अक्षांशको हिसाबले नेपाल उत्तरी गोलार्धमा पर्दछ भने देशान्तरको हिसाबले नेपाल पूर्वी गोलार्धमा पर्दछ। अक्षांशले उत्तरी गोलार्ध आऊ भनेर हामी यसलाई सम्झिन सक्छौँ। देशान्तरको हिसाबले नेपाल पूर्वी गोलार्ध दिपु भनेर यसलाई हामीले बुझ्न सक्छौँ, सम्झन सक्छौँ। आऊ दिपु। अक्षांशले उत्तरी गोलार्ध, देशान्तरले पूर्वी गोलार्ध। नेपालको सिमाना हेरौँ। नेपाल भारतसँगको सिमाना 1690 किलोमिटर रहेको छ। 1690 किलोमिटर। चीनसँगको नेपालको सिमाना 1236 किलोमिटर रहेको छ भने जम्मा सिमाना 2926 किलोमिटर रहेको छ। नेपालको जम्मा अन्तर्राष्ट्रिय सिमाना 2926 किलोमिटर रहेको छ। नेपाललाई हेर्ने हो भने पूर्व पश्चिम नेपालको औसत लम्बाइ 885 किलोमिटर रहेको छ भने उत्तर दक्षिण चौडाइ औसतमा 193 छ। सबै ठाउँमा चौडाइ एकनास छैन। उत्तर दक्षिण चौडाइ बढीमा 241 किलोमिटर छ र कमीमा 145 किलोमिटर रहेको छ। नेपाल भारतका 5वटा राज्यसँग सिमाना जोडिएको छ। सिप ब्युट, यो सूत्रलाई हामीले याद गर्न सक्छौँ। सिप ब्युट यो भनेको के हो? दक्षिणमा भारतको बिहार, दक्षिणमा भारतको बिहार र उत्तर प्रदेश, पश्चिममा भारतको उत्तराखण्ड, पूर्वमा दार्जिलिङ र सिक्किम राज्य। सिप भनेको सिक्किम र पश्चिम बङ्गाल, ब्युट भनेको उत्तराखण्ड, ब्युट भनेको बिहार र उत्तर प्रदेश, अनि भारतको उत्तराखण्ड।
भने उत्तरतर्फ नेपाल चीनको सुशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको छ। यो त थियो नेपालको सिमानाको कुरा। नेपाल दक्षिण, पश्चिम र पूर्वमा भारतसँग नेपालको सिमाना पर्छ। भारतका पाँचवटा राज्यसँग नेपालको सिमाना छ। दक्षिणमा बिहार र उत्तर प्रदेश, पश्चिममा उत्तराखण्ड, पूर्वमा पश्चिम बङ्गाल, दार्जिलिङ र सिक्किम र उत्तरमा नेपालको सिमाना चीनको सुशासित क्षेत्र तिब्बतसँग जोडिएको छ। समुद्र सतहबाट नेपालको दूरी 1127 किलोमिटर छ। समुद्र सतहबाट नेपाल 1127 किलोमिटर टाढा रहेको छ। नेपाल एउटा भूबनोटको हिसाबले हिमाल, पहाड र तराई मा विभाजित रहेको छ। विश्वमा विचित्रताको झण्डा भएको, तीनकुने झण्डा भएको यो नेपाल एकमात्र देश हो। नेपाल संसारकै सबभन्दा सुन्दर र विभिन्नताको देश भन्नमा म कहिल्यै हिचकिचाउँदिन भन्ने भनाइ टोनी हेगनको हो। नेपालको झण्डा विश्वको चौथो पुरानो झण्डा मानिन्छ भने विश्वको सबभन्दा पुरानो झण्डा डेनमार्कको हो। नेपालको झण्डा जुन विचित्रताको झण्डा छ, तीनकुने झण्डा छ, यो झण्डा विश्वकै चौथो पुरानो झण्डा मानिन्छ भने विश्वको सबभन्दा पुरानो झण्डा चाहिँ डेनमार्कको हो। संसारका 14वटा अग्ला हिमालहरू रहेका छन्, 8000 मिटरभन्दा अग्ला। ती 8000 मिटरभन्दा अग्ला विश्वका 14 हिमालमध्ये नेपालमा 8वटा हिमाल पर्दछन्। नेपालमा 6000 मिटर र सोभन्दा अग्ला चुचुराहरूको सङ्ख्या चाहिँ 1300 भन्दा बढी रहेको छ। नेपालको संवैधानिक वास्तविक नामलाई भन्ने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल, फेडरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल हो। नेपालको मूल मन्त्र जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी हो। नेपालको शासन व्यवस्था सङ्घीय लोकतान्त्रिक संसदीय शासन व्यवस्था हो। सङ्घीय लोकतान्त्रिक शासन संसदीय शासन व्यवस्था हो। नेपालमा 2 सदनात्मक व्यवस्था छ। एउटा राष्ट्रिय सभा जसमा सदस्य सङ्ख्या 59 हुने गर्दछ भने अर्को रहेको छ प्रतिनिधि सभा जसमा सदस्य सङ्ख्या 275 जना रहेको छ। नेपालको परराष्ट्र नीति असंलग्न परराष्ट्र नीति हो। नेपालमा असोज 3 गते जुन दिन नेपालको संविधान जारी भएको थियो, यो संविधान जारी भएको दिन असोज 3 गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाउने गरिन्छ। अब लागौँ नेपालका जिल्लाहरू। जुन जिल्लाहरू कुन जिल्लाले कुन देशलाई छोएको छ भने दुवै भारत र चीनको सिमाना नछुने जिल्लाहरू कति छन्? कति जिल्लाले भारतको सिमाना छुन्छ, कति जिल्लाले चीनको सिमाना छुन्छ, कति जिल्लाले दुवै देशको सिमाना छुन्छ, यो जानकारीलाई जोडौँ। चीनलाई मात्र छुने जिल्ला 13वटा रहेका छन्। भारतलाई मात्र छुने जिल्ला 25वटा रहेका छन् भने भारत र चीन दुवैलाई नछुने जिल्ला चाहिँ 37वटा रहेका छन्। अब हेर्नुहोस् त, 13वटा जिल्ला चीनलाई मात्र छुन्छन्, 2वटा जिल्ला चीनलाई पनि छुनेछ र भारतलाई पनि छुनेछ। अब तपाईले विचार गर्नुहोस्, चीनलाई कतिवटा जिल्लाले छुन्छ? 13 + 2 भनेको 15वटा। 15वटा जिल्लाले चीनको सिमानालाई छुने गर्दछ र चीनलाई मात्र छुने जिल्ला चाहिँ 13वटा छन्। 2वटा जिल्ला ताप्लेजुङ र दार्चुला, यसलाई हामीले दाता भनेर सम्झौँ। यो दाताले भारतको
भारतको सिमाना पनि छोएको छ र चीनको सिमाना पनि छोएको छ। भारतलाई मात्र छुने जिल्ला 25 वटा रहेका छन्। यी 2 वटा जिल्ला थप्दाखेरि भारतको सिमाना छुने जिल्लाहरू 27 हुन जान्छ। अब प्रदेशलाई हेर्ने हो भने चीनलाई मात्र छुने प्रदेश एउटा छ, कर्णाली प्रदेश छ। भारतलाई र चीन दुवैलाई छुने प्रदेश चाहिँ 4 वटा छ। यसरी चीनलाई छुने प्रदेश चाहिँ 5 वटा हुन जान्छ, किनकि भारत र चीन दुवैलाई छुने प्रदेश 4 वटा छ। 4 वटा र यो कर्णाली चीनलाई मात्र छुन्छ। यो 1 र 4 जोड्दा 5 हुन गयो। भारतलाई मात्र छुने प्रदेश 2 वटा छ भने दुवै भारत र चीन दुवैलाई छुने प्रदेश 4 वटा, 4 2 6 वटा प्रदेशले भारतलाई छोएको छ। अन्तर्राष्ट्रिय सिमानामा पर्ने नेपालका जिल्लाहरू 40 वटा रहेका छन्। अन्तर्राष्ट्रिय सिमानामा पर्ने नेपालका जिल्लाहरू 40 वटा रहेका छन्। चीनलाई मात्र छुने प्रदेश कर्णाली हो। भारतलाई मात्र छुने प्रदेश मधेस र लुम्बिनी हुन् भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशले भारत र चीन दुवै देशलाई छुने गर्दछन्। क्षेत्रफलको आधारमा सानोदेखि ठुलो प्रदेशको क्रम: सानो, सबभन्दा सानो मधेस, त्यसपछि सुदूरपश्चिम, सुदूरपश्चिमभन्दा ठुलो बागमती, बागमतीभन्दा ठुलो गण्डकी, गण्डकीभन्दा ठुलो लुम्बिनी, लुम्बिनीभन्दा ठुलो कोशी र कोशीभन्दा ठुलो कर्णाली। यो क्षेत्रफलको आधारमा हामीले मधेस, सुदूरपश्चिम, बागमती, गण्डकी, लुम्बिनी, कोशी र कर्णाली यो क्रम रहेको छ। जिल्ला सङ्ख्याको आधारमा थोरैदेखि बढी प्रदेशको क्रमलाई मधेस, सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशी यो 8 देखि 14 वटा जिल्ला रहेको छ। यसलाई हामीले सूत्रमा याद गर्न सक्छौँ। यो 27 64 531 यो सूत्र अनुसार क्रमशः प्रदेशहरूलाई हामीले बुझ्न सक्छौँ। 27 64 531 यो सूत्रमा क्रमशः 8 देखि 14 जिल्लाहरू रहेका छन्। 2 मा 8, 7 मा 9, 6 मा 10, 4 मा 11, 5 मा 12, 3 मा 13 र 1 नम्बर प्रदेशमा 14 वटा जिल्लाहरू रहेका छन्। यो कुरालाई हामीले यसरी बुझौँ। नेपालको 4 वटा बिन्दु, नेपालको 4 किल्लाको बारेको यो चर्चालाई जोडौँ। नेपालको पश्चिमी बिन्दु चाँदनी दोधारा, कञ्चनपुरको चाँदनी दोधारा हो। पश्चिमी चाँदनी दोधारा, पूर्वी ओलाङचुङगोला, ताप्लेजुङको ओलाङचुङगोला पूर्वी बिन्दु, उत्तरी बिन्दु हुम्लाको च्याङ्ला भन्ज्याङ, दक्षिणी बिन्दु झापाको लोधा बरी। नेपालको 4 बिन्दुको यो जानकारी पछि नेपालको राजधानी काठमाडौँबाट सार्क देशका राजधानी बीचको दूरीलाई पनि हामीले थिडान इका कोमा यो मूल मन्त्रलाई सुनौँ, यो सम्झौँ। थिडान इका कोमा, थिम्पू, भुटानको राजधानी थिम्पू सबभन्दा नजिक, अनि बङ्गलादेशको ढाका दोस्रो नजिक, तेस्रो स्थानमा नयाँ दिल्ली, भारतको राजधानी नयाँ दिल्ली, नेपालबाट चौथो स्थानमा रहेको छ पाकिस्तानको राजधानी इस्लामाबाद, अनि 5औं स्थानमा छ अफगानिस्तानको काबुल, अनि 6औं स्थानमा छ श्रीलङ्काको कोलम्बो र सबैभन्दा टाढा रहेको छ मालदिप्सको माले। अब यसलाई सम्झिँदा थिडान इका कोमा सबभन्दा नजिक,
थिम्पू, सबभन्दा टाढा मालदिप्सको माले। नेपालबाट नजिकको बारेमा सम्झनु पर्दा सबभन्दा नजिकको देश भारत। भारतपछि नजिकको देश चाहिँ भारत र चीनपछि नजिकको देश चाहिँ बङ्गलादेश हो, जुन 27 किलोमिटर नेपालबाट टाढा रहेको छ। चौथो नजिकको देश चाहिँ भुटान हो, जुन 32 किलोमिटर नजिक रहेको छ। नेपालबाट सबभन्दा नजिकको बन्दरगाह कोलकाता बन्दरगाह। त्यस्तै नजिकको खाडी बङ्गालको खाडी। नजिकको विमानस्थल पटना विमानस्थल। नेपाल र भारत बीचको जुन सिमानामा रहेको 10 गजलाई 10 गजाको उपनाम नो म्यान लाइन्स हो। नो म्यान लाइन्स। अब नेपालको प्रमाणिक समय सम्बन्धमा यो जानकारीलाई जोडौँ। विक्रम सम्वत 2042 साल वैशाख 1 गतिबाट नेपालको प्रमाणिक समय लागू भएको हो। नेपालको प्रमाणिक समय ग्रिनविचको समयभन्दा 5 घण्टा 45 मिनेट चलाक वा छिटो रहेको छ। 5 घण्टा 45 मिनेट छिटो छ। अन्तर्राष्ट्रिय समय लन्डनको 0 डिग्री देशान्तर रेखालाई आधार मानी 1884 नोभेम्बरमा यो अन्तर्राष्ट्रिय समय निर्धारण गरिएको हो भने नेपालको यो प्रमाणिक समय गौरीशङ्कर हिमाललाई काटेर गएको 86 डिग्री 15 मिनेट पूर्वी देशान्तरलाई आधार मानेर नेपालको यो प्रमाणिक समय निर्धारण गरिएको छ। यो गौरीशङ्कर हिमाल दोलखा जिल्लामा पर्छ। यसको उचाइ चाहिँ 7134 मिटर रहेको छ। 7134। पाथिभराको उपनाम रोल्बालिङ हिम श्रृङ्खला हो। यो जानकारी हामीले राख्यौँ। अब हामी राजनीतिक एवं प्रशासनिक विभाजनको बारेको चर्चालाई जोड्दैछौँ। लिच्छविकालमा नेपाल 13 क्षेत्रमा विभाजित रहेको थियो। पृथ्वीनारायण शाहको पालामा नेपाल 12 क्षेत्रमा विभाजित थियो। जङ्गबहादुर राणाको पालामा 69 इकाइमा, भीमसेन थापाको पालामा 39 जिल्लामा, वीर शमशेरको पालामा 35 जिल्लामा नेपाल विभाजित थियो। यो 35 जिल्लामा पहाडी 23 जिल्ला र तराईका 12वटा जिल्ला गरेर 35 जिल्ला थिए। राजा महेन्द्रको पालामा 14 अञ्चल 75 जिल्लामा 2018 वैशाख 1 गते यो विभाजन गरिएको थियो। राजा वीरेन्द्रकी पालामा 2029 असार 13 गते 4 विकास क्षेत्रमा विभाजन गरियो भने उनै वीरेन्द्रकी पालामा 2037 असोज 26मा 5 विकास क्षेत्रमा नेपाललाई विभाजन गरियो। सुशील कोइरालाको पालामा 2072 असोज 3 गते 7 प्रदेशमा नेपाललाई विभाजन गरियो। पुष्पकमल दाहाल प्रचण्डको पालामा 2073 फागुन 27मा 744 स्थानीय तह राजपत्रमा प्रकाशित भएको थियो भने 2074 ज्येष्ठ 11 गते 753 स्थानीय तह राजपत्रमा प्रकाशित भएको थियो। शेरबहादुर देउवाको पालामा 2074 भदौ 5मा 77 जिल्ला कायम भएको थियो भने केपी शर्मा ओलीको पालामा 2075 चैत्र 28मा 5 विकास क्षेत्र खारेज गरिएको थियो। राजनीतिक एवं प्रशासनिक विभाजनको यो चर्चापछि अब हामी स्थानीय तह विशेष जानकारीलाई जोड्दैछौँ। कोशी प्रदेशमा नगरपालिका 46, गाउँपालिका 88 गरी जम्मा स्थानीय तह 137 रहेको छ। मधेसमा नगरपालिका 73 र गाउँपालिका 59 गरी जम्मा स्थानीय तह 136 रहेको छ। बागमतीमा नगरपालिका 41, गाउँपालिका 74 गरी जम्मा स्थानीय तह
119 रहेको छ। गण्डकीमा नगरपालिका 26, गाउँपालिका 58 गरी जम्मा स्थानीय तह 85 रहेको छ। त्यस्तै लुम्बिनीमा नगरपालिका 32, गाउँपालिका 73 गरी 109 वटा स्थानीय तह रहेका छन्। कर्णालीमा गाउँपालिका 25, नगरपालिका 25, गाउँपालिका 54 गरी जम्मा स्थानीय तह 79 रहेको छ। सुदूरपश्चिममा नगरपालिका 33, गाउँपालिका 54 गरी जम्मा स्थानीय तह 88 रहेको छ। सबभन्दा बढी स्थानीय तह भएको प्रदेश कोशी प्रदेश हो। कोशीपछि मधेस आउँछ। मधेसमा 136, कोशीमा 137। त्यसपछि स्थानीय तह कुनमा रहेको छ त? त्यसपछि स्थानीय तह बागमतीमा छ 119। बागमतीपछि लुम्बिनीमा छ 109। लुम्बिनी पछाडि चाहिँ कस्मा छ? सुदूरपश्चिममा छ। सुदूरपश्चिम पछाडि चाहिँ गण्डकीमा, गण्डकी पछाडि सबभन्दा कम स्थानीय तह भएको प्रदेश चाहिँ कर्णाली 79 वटा रहेको छ। स्थानीय तह बढी भएको जिल्ला सर्लाही, जसमा 20 वटा स्थानीय तह रहेका छन्। कम भएको जिल्ला पूर्वी रुकुम। यो पूर्वी रुकुममा 3 वटा छ, भूमे, पुथा र सिस्ने। भूमे, पुथा र सिस्ने। गाउँपालिका नभएका जिल्ला काठमाडौँ र भक्तपुर हुन्। गाउँपालिका नभएका जिल्ला काठमाडौँ र भक्तपुर हुन्। गाउँपालिका बढी भएका जिल्ला धादिङ र गाउँपालिका कम भएको जिल्ला चितवन, जसमा इच्छाकामना गाउँपालिका एउटा मात्र रहेको छ। नगरपालिका बढी भएका जिल्ला रौतहट 16 वटा छन् भने कम भएका जिल्ला 8 वटा रहेका छन्, जसमा 1-1 वटा छन्। नगरपालिका नभएका जिल्ला 5 वटा रहेका छन्। मनाङ, मुस्ताङ, हुम्ला, रसुवा र पूर्वी रुकुम। ममुरहु, पूर्वी रुकुम। नगरपालिका नभएका जिल्लाहरूलाई हामीले ममुरहु, पूर्वी रुकुम भनेर सम्झन सक्छौँ। क्षेत्रफल जनसङ्ख्याको आधारमा ठुला साना यो स्थानीय तहको बारेको जानकारीलाई जोडौँ। क्षेत्रफलको आधारमा सबभन्दा ठुलो महानगरपालिका 6 वटा छन्। ती 6 वटा मध्ये सबभन्दा ठुलो महानगरपालिका पोखरा हो क्षेत्रफलको आधारमा। भने जनसङ्ख्याको आधारमा ठुलो महानगरपालिका चाहिँ काठमाडौँ हो। क्षेत्रफलको आधारमा सानो महानगरपालिका ललितपुर हो र जनसङ्ख्याको आधारमा सानो महानगरपालिका चाहिँ विराटनगर हो। उपमहानगरपालिका 11 वटा रहेका छन्। क्षेत्रफलको आधारमा दाङको घोराई उपमहानगरपालिका सबभन्दा ठुलो उपमहानगरपालिका हो भने जनसङ्ख्याको आधारमा पनि घोराई नै सबभन्दा ठुलो उपमहानगरपालिका हो। क्षेत्रफलको आधारमा सबभन्दा सानो उपमहानगरपालिका नेपालगञ्जको बाँके हो भने जनसङ्ख्याको आधारमा जितपुर सिमरा बाराको जितपुर सिमरा उपमहानगरपालिका सबभन्दा सानो उपमहानगरपालिका हो। नगरपालिका 276 वटा रहेका छन्। यो 276 नगरपालिका मध्ये अर्घाखाँचीको शीतगङ्गा नगरपालिका क्षेत्रफलमा सबभन्दा ठुलो नगरपालिका हो भने जनसङ्ख्यामा बुढा नीलकण्ठ सबभन्दा ठुलो नगरपालिका हो। नगरपालिकामा सबभन्दा सानो क्षेत्रफलको आधारमा सबभन्दा सानो नगरपालिका भक्तपुर नगरपालिका हो भने जनसङ्ख्याको आधारमा सानो नगरपालिका ठुलोभेरी डोल्पाको ठुलोभेरी नगरपालिका हो। गाउँपालिका 460 वटा रहेका छन्। ती 460 गाउँपालिकामा क्षेत्रफलको आधारमा सबभन्दा ठुलो गाउँपालिका नाम्खा हुम्लाको नाम्खा गाउँपालिका हो भने
जनसङ्ख्याको आधारमा ठुलो गाउँपालिका बैजनाथ, बाँकेको बैजनाथ गाउँपालिका हो। क्षेत्रफलको आधारमा सबभन्दा सानो गाउँपालिका परवानीपुर, बाराको परवानीपुर गाउँपालिका हो भने जनसङ्ख्याको आधारमा नार्फाबोमी, मनाङको नार्फाबोमी गाउँपालिका हो। अब हामी महानगरपालिकाको केही चर्चा गरौँ। महानगरपालिका कोशीमा एउटा छ, मधेसमा एउटा छ, बागमतीमा 3वटा छ, गण्डकीमा एउटा छ भने महानगरपालिका विहीन प्रदेशहरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन्। महानगरपालिका भएको उपमहानगरपालिका नभएको प्रदेश गण्डकी हो। महानगरपालिका भएको उपमहानगरपालिका नभएको प्रदेश गण्डकी हो। सबभन्दा बढी महानगरपालिका भएको प्रदेश बागमती, 3वटा छन्, भक्तपुर, काठमाडौँ, ललितपुर। यो 3वटा महानगरपालिका भएको प्रदेश चाहिँ बागमती हो। महानगरपालिका नभएका प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिम हुन्। जनसङ्ख्याको आधारमा ठुलोबाट सानो महानगरपालिकालाई हेर्ने हो भने जनसङ्ख्याको आधारमा काठमाडौँ, पोखरा, ललितपुर, भक्तपुर, वीरगञ्ज र विराटनगर। क्षेत्रफलको आधारमा भन्ने हो भने फेरि पोखरा, भरतपुर, वीरगञ्ज, विराटनगर, काठमाडौँ र ललितपुर। अनि जनसङ्ख्या वडा सङ्ख्याको आधारमा भन्ने हो भने चाहिँ बढीबाट घटीमा पोखरा, काठमाडौँ, पोखरामा 33वटा, काठमाडौँमा 32वटा, वीरगञ्जमा 32वटा, ललितपुरमा 29वटा, भरतपुरमा 29वटा र विराटनगरमा 19वटा वडा रहेका छन्। अब हामी उपमहानगरपालिकाको चर्चा गरौँ। उपमहानगरपालिका कोशीमा 2वटा, मधेसमा 3वटा, बागमतीमा 1वटा, गण्डकीमा उपमहानगरपालिका छैन, लुम्बिनीमा 4वटा, कर्णालीमा पनि उपमहानगरपालिका छैन र सुदूरपश्चिममा 1वटा। उपमहानगरपालिका भएको तर महानगरपालिका नभएका प्रदेशहरू लुम्बिनी र सुदूरपश्चिम हुन्। उपमहानगरपालिका भएका तर महानगरपालिका नभएका प्रदेश लुम्बिनी र सुदूरपश्चिम हुन्। सबभन्दा बढी उपमहानगरपालिका भएको प्रदेश लुम्बिनी, जसमा 4वटा छन्, बुटोल, नेपालगञ्ज, घोराई, तुलसीपुर गरेर 4वटा उपमहानगरपालिका लुम्बिनी प्रदेशमा रहेका छन्। उपमहानगरपालिका नभएका प्रदेश कर्णाली र गण्डकी हुन्। उपमहानगरपालिकाको पूर्वबाट पश्चिमको क्रम तरान, इटहरी, जनकपुर, कलेया, जितपुर सिमरा, हेटौँडा, बुटवल, घोराई, तुलसीपुर, नेपालगञ्ज र धनगढी यो उपमहानगरपालिकाको पूर्वबाट पश्चिमको क्रम हो। क्षेत्रफलमा ठुलो उपमहानगरपालिका घोराई र सानो नेपालगञ्ज हो। वडा सङ्ख्या बढी भएको कलिया उपमहानगरपालिका हो। 2वटा उपमहानगरपालिका भएका जिल्लाहरू 3वटा छन्, सुनसरी, बारा र दाङ। नेपालमा नगरपालिका मात्र भएका जिल्लाहरू 2वटा छन्, काठमाडौँ र भक्तपुर। नेपालमा गाउँपालिका मात्र भएका जिल्लाहरू 5वटा छन्, मामु, राहु, पूर्वी रुकुम, मनाङ, मुस्ताङ, रसुवा, हुम्ला र पूर्वी रुकुम। स्थानीय तहमा जम्मा वडाको सङ्ख्या 6743 रहेको छ। 6743 रहेको छ। सबैभन्दा धेरै पिछडिएको स्थानीय तह भएको प्रदेश कर्णाली, जसमा 30वटा पिछडिएका स्थानीय तह रहेका छन् भने जिल्ला बझाङ, यो बझाङमा 6वटा स्थानीय तह पिछडिएको अन्तर्गत राखिएको छ। सबभन्दा कम पिछडिएको स्थानीय तह रहेको प्रदेश गण्डकी र लुम्बिनी हो, जसमा 1-1 स्थानीय तह रहेका छन्। स्थानीय तहहरूको प्रशासनिक वर्गीकरणको आधार हेर्ने हो भने अति दुर्गम 162वटा छन्, दुर्गम 218वटा छन्, मध्यम 275 र सुगम 98वटा स्थानीय तहलाई वर्गीकरण गरिएको छ। बराबर क्षेत्रफल भएका जिल्लाहरू बडो रात भनेर हामीले सम्झ्यौँ भने
यो बराबर क्षेत्रफल भएका जिल्लाहरूलाई सम्झिन सक्छौँ। बडो रात भन्नुको अर्थ बडो बर्दिया र डोटी, रात रामेछाप र तनहुँ। बर्दिया र डोटीको क्षेत्रफल 2025 वर्ग किलोमिटर छ भने रात रामेछाप र तनहुँको क्षेत्रफल 1546 वर्ग किलोमिटर रहेको छ। अब बराबर क्षेत्रफल भएका नगरपालिका पनि छन्। बधु, चच्ची बधु भनेर हामी सम्झौँ। चच्ची भनेको चम्पादेवी, यो गाउँपालिका बराबर क्षेत्रफल भएका गाउँपालिका चच्ची, चम्पादेवी र चिसङ्कुगढी। अनि बराबर क्षेत्रफल भएका नगरपालिका चाहिँ बधु, बनेपा र धुलिखेल। अब तपाईँले कहिलेकाहीँ जोकिन सक्ने प्रश्नहरू यहाँनिर राख्दैछौँ। होचो सदरमुकाम भएको जिल्ला महोत्तरी। होचो सदरमुकाम जलेश्वर हो। होचो हिमरेखा भएको जिल्ला चाहिँ गोरखा हो। गोरखाको रूपीनाला हिमरेखा 4500 मिटर रहेको छ यसको चाहिँ। भारतको नक्साको आकार भएको जिल्ला सङ्खुवासभा हो भने नेपालको नक्सा आकारको जिल्ला चाहिँ बागलुङ हो। हलो आकारको जिल्ला रामेछाप हो। हलो आकारको जिल्ला। भुटानको नक्सा आकारको जिल्ला चाहिँ मनाङ हो। हिमाल पारीको जिल्ला मनाङ र मुस्ताङ हुन्। झोलुङ्गे पुलको जिल्ला बागलुङ भन्नेलाई चिनिन्छ। चिया खेतीको लागि प्रसिद्ध जिल्ला इलाम हो। कफी खेतीको लागि प्रसिद्ध जिल्ला गुल्मी हो। सात तालको जिल्ला कास्की। सात कुण्डको जिल्ला रसुवा। सात तालको सहर पोखरा। सात पोखरीको सहर काठमाडौँ। एक बास्केटको जिल्ला चितवन। नयाँ नेपाल भनेर चिनिने जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर। कम जिल्लालाई सिमाना छोएका जिल्ला 3वटा छन्। झापा, दार्चुला र कञ्चनपुर। 2 जिल्लालाई मात्रै यिनीहरूले छोएका छन्। धेरै जिल्लासँग सिमाना जोडिएका जिल्ला सिन्धुलीले 10वटा जिल्लासँग सिमाना जोडिएको छ। मकवानपुरको 9वटा जिल्लासँग सिमाना जोडिएको छ। 90% पानीले सिमाना छुट्याएको जिल्ला कैलाली। 3तिरबाट पानीले सिमाना छुट्याएको जिल्ला ओखलढुङ्गा। महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला पर्सा। महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला मकवानपुर र अर्घाखाँची। महेन्द्र राजमार्गको सबभन्दा अग्लो भाग बाँकेको पुसमा। महेन्द्र राजमार्गको सबभन्दा होचो भाग सुनसरी, इटरीको सुनसरी। सुनसरीको इटरी भन्ने क्षेत्र है। महेन्द्र राजमार्गको सबभन्दा धेरै भाग बाँकेमा पर्छ। महेन्द्र राजमार्गको सबभन्दा कम थोरै भाग अर्घाखाँचीमा पर्छ। कङ्कालीमाई 12 जिल्लामा रहेको छ भने कमलामाई सिन्धुलीमा। देवघाट तनहुँमा छ भने देवीघाट चाहिँ नुवाकोटमा। सोइनामैना रूपन्देही जिल्लामा पर्छ भने मैनामैनी उदयपुरमा पर्छ। नेपालको चेरापुञ्जी भनेर लुम्ले, कास्कीको लुम्लेलाई चिनिन्छ भने काठमाडौँको चेरापुञ्जी भनेर गोदावरी, ललितपुरको गोदावरीलाई चिनिन्छ। अन्तर्राष्ट्रिय पर्वतारोहण स्मारक उद्यान नुवाकोट जिल्लामा छ भने अन्तर्राष्ट्रिय पर्वतारोहण सङ्ग्रहालय कास्कीमा छ। कोशी नदीलाई भारतमा पुगेपछि दामोदर नदीले चिनिन्छ। दामोदर नदीको नामले चिनिन्छ भने कोशी नदीलाई तिब्बतमा साङको नामले चिनिन्छ। अग्लो स्थानको मन्दिर मुक्तिनाथ मुस्ताङमा पर्छ। अग्लो स्थानको देवी स्थान चाहिँ पाथिभरा। अग्लो स्थानको देवी स्थान पाथिभरा ताप्लेजुङ जिल्लामा पर्छ। नेपालको सबभन्दा ठुलो काठको मन्दिर काष्ठमण्डप हो।
इटाको चाहिँ ठुलो मन्दिर पाटनको महाबौद्ध हो भने सबभन्दा अग्लो मन्दिर न्यातपोल मन्दिर हो। भक्तपुरको न्यातपोल मन्दिर हो। सगरमाथालाई 15औं चुली, तेस्रो ध्रुव अथवा संसारकी आमा उपनामले चिनिन्छ। कञ्चनजङ्घालाई नेपाल हिमाल, 5 चुलीको हिमाल आदि उपनामले चिनिन्छ। स्यार्पु ताल कास्की जिल्लामा पर्छ भने स्यार्पु ताल चाहिँ रुकुम पश्चिममा पर्दछ। लामो हिमनदी खुम्बु सगरमाथा र लोछेको बिचमा रहेको छ भने ठुलो हिमनदी लाङटाङ क्षेत्रमा रहेको छ। 12 बण्डाल 18 खण्डालको जिल्ला सुर्खेत हो। 12 बण्ड 18 खण्डको जिल्ला चाहिँ अछाम हो। 52 पोखरी 53 टाकुरीको जिल्ला रुकुम हो। 52 कुटी 72 कुण्डको जिल्ला सहर चाहिँ जनकपुर हो। ठुलो हिमताल चुरोल्पा दोलखामा पर्छ। होचो स्थानमा रहेको हिमरेखा रूपीनाला गोर्खामा पर्दछ। गङ्गा स्वरूपाको नदी भनेर कालीगण्डकीलाई चिनिन्छ। कौमारी स्वरूपाको नदी मादी र वैष्णवी स्वरूपाको नदी चाहिँ सेती हो। उत्तर वाहिनी नदी भनेर कर्मनसालाई चिनिन्छ। त्यस्तै उत्तर गङ्गा नदी भनेर सानोबेरीलाई, उत्तर गया भनेर त्रिशुलीलाई चिनिन्छ। उत्तर वाहिनी कर्मनासा, उत्तर गङ्गा सानोबेरी र उत्तर गया त्रिशुली। नागपोखरी काठमाडौँमा छ। नागदह ललितपुरमा छ। नागताल गोर्खामा छ। नागकुण्ड रसुवामा छ। सुकी पोखरी पाँचथरमा छ। सुकीदह दाङमा छ। सुकीताल पाल्पामा छ र सुकदह चाहिँ डोल्पामा छ। उस्तै नामहरूका ताल र पोखरीहरू हेऱ्यौँ। उत्तर हिमालदेखि दक्षिण चुरे क्षेत्रसम्म फैलिएको जिल्ला, उत्तर हिमालदेखि दक्षिण चुरेसम्म फैलिएको जिल्ला चाहिँ सिन्धुपाल्चोक हो। उत्तर हिमालयदेखि दक्षिण महाभारतसम्म फैलिएको जिल्ला धादिङ हो। अग्लो मानव बस्ती भएको जिल्ला डोल्पा हो। अग्लो मानव बस्ती भएका जिल्ला डोल्पा हो। छार्काबोट र तराप बस्ती रहेका छन्। अग्लो सदरमुकाम भएको जिल्ला हुम्ला हो। हुम्लाको सिमीकोट। नेपालमा ज्वालामुखीको सङ्केत भएको जिल्ला दैलेखको दुल्लु हो। माथिल्लो सगरमाथा भनेर ओशोक हो। ओखलढुङ्गा, सोलखुम्बु र खोटाङलाई चिनिन्छ। नेपालको प्रवेशद्वार वीरगञ्ज हो। सगरमाथाको प्रवेशद्वार चाहिँ नाम्ची बजार। कर्णालीको प्रवेशद्वार चाहिँ सुर्खेत, वीरेन्द्रनगर सुर्खेत। नेपाल चीनको नजिकको बस्ती सेराबस्ती हो। सेराबस्ती अवस्थित जिल्ला चाहिँ हुम्ला हो। नेपालको कान्छो जिल्ला रुकुम पूर्व हो। सबभन्दा बढी विमानस्थल भएको जिल्ला चाहिँ सोलुखुम्बु हो। नेपाल चीन सिमाना नजिकको बस्ती सेराबस्ती भइसक्यो। नेपाल र चीनलाई जोड्ने पुल मितेरी पुल। नेपाल र चीनलाई जोड्ने पुल मितेरी पुल। भियतनाम र चीनलाई जोड्ने भन्ज्याङ चाहिँ मितेरी भन्ज्याङ हो। अब हामी यो नेपालका रहेका प्रमुख तालहरूको बारेको जानकारी लिएर रारा ताल। रारा ताल कचौरा आकारको ताल हो। रारा तालबाट निस्कने खोलालाई खत्याड भनिन्छ। 2020 साल चैत्र 13 गते महेन्द्र ताल घोषणा गरिएको थियो। रारा ताललाई राजा महेन्द्रद्वारा स्वर्गको अप्सरा उपमा दिएका थिए। यो ताललाई विश्वको सबभन्दा अग्लो स्थानमा पाइने माछा जलकपुर असला नामको माछा रारा तालमा पाइन्छ। विश्वमा पाइने सबभन्दा सानो लालीगुराँस यही रारा तालमा रहेको छ। फेवा ताल। यो तालमा हर्पन तथा फिरिके खोलाको पानी मिसिएको छ भने तालको बीचमा बाराई मन्दिर अवस्थित रहेको छ। फेवा ताललाई बैदाम ताल पनि भनिन्छ। बैदाम तालको उपनामले पनि यो ताललाई चिनिन्छ। फोक्सोन्डो ताल हेरौँ। गुलेली वाइ आकारको
स्थानीय भाषामा रिङ्मो भनिन्छ। यस तालबाट विश्वको अग्लो स्थानबाट खस्ने झरना सुलीघाट झरना खस्छ। सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र यो ताल रहेको छ। सेफोक्सुन्डो ताललाई निर्जीव ताल पनि भनिन्छ। तिलिजु, यस ताललाई तिलिजु पनि भनिन्छ। यस तालको उत्तरतिर नीलगिरी र दक्षिणतर्फ अन्नपूर्ण हिमाल रहेको छ। हिउँ जल तथा ढुङ्गाको सौन्दर्यमा खुलेको हुनाले यो ताल अति नै मनमोहक रहेको छ। रोल्पा हिमताल, दोलखाको रोल्बालिङ उपत्यकामा रहेको यो ताल फुट्ने खतरा भएको साइफन जडान गरिएको ताल हो। पानीमाथि साइकल चलाउने महिला उपासना मल्ल हुन्। उनले यही तालमा चलाएकी थिइन्। यो तालको संरक्षणको लागि नेदरल्यान्डको सरकारले सहयोग गरेको छ। केन्जिनसारा लम्बाइ 1.5 किलोमिटर, चौडाइ 0.6 किलोमिटर र 1 वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ। यो केन्जिनसारा गण्डकी प्रदेशको मनाङ जिल्लाको चामे गाउँपालिकामा समुद्र सतहदेखि 5002 मिटर उचाइमा रहेको यो ताल विश्वको अग्लो ताल मानिएको छ, तर गिनिज बुकले यसलाई चाहिँ मान्यता दिएको छैन अझै। अब हामी नेपालका प्रसिद्ध स्थान र तिनको उपनामको चर्चालाई जोडौँ। नेपालको स्विजरल्यान्ड भनेर दोलखाको जिरीलाई चिनिन्छ। नेपालको माउन्ट फुजी भनेर मनासलुलाई चिनिन्छ। नेपालको माटाको सहर भनेर मुस्ताङको लोमान्थाङलाई चिनिन्छ। नेपालको मरुभूमि भनेर मुस्ताङलाई चिनिन्छ। सबभन्दा बढी जाडो हुने ठाउँ मुस्ताङ हो। कम पानी पर्ने ठाउँ लोमान्थाङ मुस्ताङ हो। नेपालको नैनीताल भनेर त्रिवेणीधामलाई चिनिन्छ, नवलपरासीको त्रिवेणीधाम। एसियाको स्विजरल्यान्ड भनेर नेपालको श्रीलङ्का कोसीटप्पू, सुनसरीको कोसीटप्पू। नेपालको बनारस पाल्पाको रिडी। नेपालको ताजमहल पाल्पाको रानी महल। गुलाबी सहर वालिङ स्याङ्जाको वालिङ। कान्छी नेपाल सिलगढी डोटीको सिलगढी। सबभन्दा गर्मी हुने ठाउँ नेपालगञ्ज बाँकी। पूर्वी नेपालको हङकङ धुलावरी झापा। नेपालको दार्जिलिङ अथवा नेपालको कश्मीर भनेर जुम्ला जिल्लालाई चिनिन्छ। नेपालको बाबाधाम भनेर टुटेश्वर महोत्तरीको टुटेश्वरलाई चिनिन्छ। लाहुरेको सहर भनेर धरान सुनसरीको धरानलाई चिनिन्छ। काठमाडौँको चेरापुन्जी भनेर गोदावरी ललितपुरको गोदावरीलाई चिनिन्छ भने नेपालमा बढी पानी पर्ने ठाउँ नेपालको चेरापुन्जी भनेर कास्कीको लुम्लेलाई चिनिन्छ। अब हामी नेपालका विभिन्न सङ्ग्रहालयहरूको चर्चालाई जोड्दैछौँ। थारू सङ्ग्रहालय ठाकुरद्वारा बर्दियामा पर्दछ भने थारू सांस्कृतिक सङ्ग्रहालय बस्यौली चितवनमा रहेको छ। चेपाङ सङ्ग्रहालय शक्तिखोर चितवनमा छ भने पर्वतारोहण सङ्ग्रहालय मुस्ताङमा छ। वन्यजन्तु सङ्ग्रहालय हेटौँडा मकवानपुरमा रहेको छ। सर्प सङ्ग्रहालय दमक झापामा रहेको छ। लेप्चा सङ्ग्रहालय इलाममा रहेको छ भने पर्वतारोहण सङ्ग्रहालय छिनेडाँडा पोखरामा रहेको छ। गुरुङ सङ्ग्रहालय पोखरा कास्कीमा छ भने माछा सङ्ग्रहालय पनि यो पोखराको फेवातालमा रहेको छ। माछा सङ्ग्रहालय जनजाति सङ्ग्रहालय पर्यटन बोर्ड भेरकुटी मण्डपमा रहेको छ। पुतली सङ्ग्रहालय पृथ्वीनारायण क्याम्पस पोखरामा रहेको छ। लिम्बू सङ्ग्रहालय माप्खा गापा ताप्लेजुङमा रहेको छ। नेपाली राष्ट्रिय सङ्ग्रहालय हरिहर भवन ललितपुरमा रहेको छ। तामाङ सङ्ग्रहालय धुन्चे रसुवामा रहेको छ। नेपाली लोकबाजा सङ्ग्रहालय त्रिपुरेश्वर काठमाडौँमा रहेको छ। ऊर्जा सङ्ग्रहालय फर्पिङ काठमाडौँमा छ। हवाईजहाज सङ्ग्रहालय कैलाली र काठमाडौँमा रहेको छ। फुटबल सङ्ग्रहालय सानेपा ललितपुरमा छ। ओलम्पिक सङ्ग्रहालय त्रिपुरेश्वर काठमाडौँमा छ।
राष्ट्रिय मुद्रा सङ्ग्रहालय छाउनी काठमाडौँमा छ। हुलाक सङ्ग्रहालय छाउनी काठमाडौँमा रहेको छ। वीरेन्द्र कला सङ्ग्रहालय नक्साल काठमाडौँमा छ। लुम्बिनी सङ्ग्रहालय तिलवराकोट कपिलवस्तुमा रहेको छ। सङ्ग्रहालय कहाँ के छ भन्ने यो जानकारीपछि अब हामी विभिन्न स्थानमा रहेका केन्द्रहरूको जानकारीलाई जोड्दैछौँ। गोही प्रजनन केन्द्र चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका छ। अन्तर्राष्ट्रिय पर्वतीय उद्यान कक्कनी नुवाकोटमा रहेको छ। मृग अध्ययन केन्द्र गोदावरी ललितपुरमा छ। जैविक विविधता सूचना केन्द्र टिकोली चितवनमा रहेको छ। गिद्ध प्रजनन केन्द्र कसरा चितवनमा छ। जिन बैङ्क कुमलटार ललितपुरमा रहेको छ। जटायु रेस्टुरेन्ट कावासोती पिठौली नलप्रासीमा छ। चमेरा संरक्षण क्षेत्र देवानगढिया कपिलवस्तुमा छ। हात्ती प्रजनन केन्द्र मेघौली चितवनमा छ भने राष्ट्रिय वनस्पति उद्यान गोदावरी ललितपुरमा रहेको छ। विभिन्न स्थानमा रहेको केन्द्रहरूको यो जानकारीपछि हामी अब विभिन्न वस्तुका लागि प्रसिद्ध स्थानहरूको चर्चालाई जोड्दैछौँ। होटलको लागि प्रसिद्ध स्थान मुगलिङ, माछाको लागि बाराबिसी, चाकुको लागि टोखा, नास्पातीको लागि फर्पिङ, चामलको लागि सिकरबेसी नुवाकोट, तरकारीको लागि ठिमी, तेलको लागि खोकना, हात्ती गैँडाको लागि चितवन, सनपाटको लागि विराटनगर, मुलाको लागि चितलाङ मकवानपुरको चितलाङ, काठको ठेकीको लागि मकवानपुर, स्याउको लागि हुम्ला र जुम्ला, तोरीको लागि चितवन, सानो दुधालु गाईको लागि अछाम, माटोको भाँडा दही, कालो टोपीको लागि भक्तपुर, करुवाको लागि पाल्पा, खुकुरीको लागि भोजपुर आट्राई, सुन्तलाको लागि स्याङ्जा, अदुवाको लागि मालनेटा सल्यान, ताप्केको लागि वीरगञ्ज, उकु अम्बाको लागि धुनीबेसी, गलबन्दीको लागि कास्की, छालाको लागि दैलेख र चिउराका लागि टिक्नी र बोडे। विभिन्न वस्तुका लागि प्रसिद्ध स्थानको यो जानकारीपछि अब हामी कुन ठाउँको पुरानो नाम के यो चर्चालाई अगाडि जोड्दैछौँ। पाटनको पुरानो नाम मणिगल, नगरकोटको मण्डपगिरी, स्वयम्भूको पदमकण्ठगिरी, कालीकोटको तिब्रीकोट, काठमाडौँको कान्तिपुर, अमलेखगञ्जको भिक्षाखोरी, ललितपुरको युबग्राम, सुर्खेतको दोभानचौर, भक्तपुरको खोपीग्राम, विराटनगरको गोग्राह र राप्तीको स्वर्गद्वारी। अब हामी विश्व कीर्तिमानमा नेपालले के कस्तो कीर्तिमान राखेको छ त्यो जानकारीलाई जोड्दैछौँ। विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.86 मिटर छ। सर्वोच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज सगरमाथा राष्ट्रिय निकुञ्ज। विश्वको सर्वाधिक उचाइमा रहेको होटल सोलुखुम्बु जिल्लामा 3780 मिटर उचाइमा निर्मित होटल एभरेस्ट भ्यू। विश्वको सर्वोच्च उचाइको धान खेती जुम्लाको पतरासीमा गरिने जुम्लीमासी नामको धान खेती 2850 मिटरको उचाइमा गरिन्छ। सर्वोच्च स्थानमा रहेको ताल तिलिचो ताल 4919 मिटर 49 मिटरको उचाइमा रहेको छ। यो मनाङ जिल्लामा छ। विश्वको धेरै चराहरू पाइने उपत्यका अरुण उपत्यका। यसमा 600 भन्दा बढी चराहरू पाइने विश्वास गरिन्छ। विश्वको सर्वाधिक गहिरो गल्छी कालीगण्डकी नदीले बनाएको अन्धगल्छी। सर्वोच्च स्थानमा रहेको जलविद्युत गृह छोरोल्पा माइक्रो ह्यान्डेल प्रोजेक्ट दोलखामा रहेको छ। विश्वकै सानो मुद्रा विक्रम सम्वत 1797 राजा जयप्रकाश मल्लका पालामा निर्मित जावा मुद्रा। सबभन्दा उच्च क्षेत्रमा बाँच्ने जीव सूक्ष्म जीवाणु
जियो डेर्भह्यान्ड फिलिनियस अब्स्क्युस इबररिची। दक्षिण एसियाको सबभन्दा ठुलो हात्ती राजा गज र कान्छा गज। अद्वितीय चरा नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर, जसलाई स्पेनी ब्याब्लर पनि भनी चिनिन्छ। नेपालमा बाहेक अन्यत्र नपाइने किरा कालिज नेमिस र आप्तागोस्तर नेपालेन्सिस। दुर्लभ च्याउ ट्राफिना नेपालेन्सिस। सर्वाधिक उचाइमा पाइने फूल स्टिलरिया डकुम्बेन। नेपालमा मात्र पाइने पुतली पोन्टिया शेर्पा। सबभन्दा सानो लालीगुराँसको फूल रारा तालको छेउछाउमा फुल्ने लालीगुराँस। सबभन्दा ठुलो लालीगुराँसको फूल बुधबारे इलामको बुधबारेमा फुल्ने लालीगुराँसको फूल। अब हामी नेपालको सबभन्दा ठुलो के छ भन्ने चर्चा गर्दैछौँ। ताल रारा ताल। नदी सप्तकोशी नदी सबभन्दा ठुलो नदी। नेपालको सबभन्दा ठुलो प्रदेश कर्णाली प्रदेश। क्षेत्रफलमा जनसङ्ख्यामा चाहिँ नेपालको सबभन्दा ठुलो प्रदेश बागमती। नेपालको सबभन्दा ठुलो महानगरपालिका क्षेत्रफलमा पोखरा अनि जनसङ्ख्यामा काठमाडौँ। उपमहानगरपालिका दुवै क्षेत्रफल र जनसङ्ख्यामा घोराई। सबभन्दा ठुलो नगरपालिका क्षेत्रफलमा सिद्धगङ्गा अर्घाखाँची अनि गाउँपालिका नाम्खा हुम्ला। नेपालको सबभन्दा ठुलो जिल्ला डोल्पा। आरक्ष ढोरपाटन। चौर चितलाङ मकवानपुरको चितलाङ। ढोका नारायणी दरबारको ढोका। पुस्तकालय त्रिभुवन विश्वविद्यालयको पुस्तकालय। प्रदर्शनी स्थल पेर्कुटी मण्डप प्रदर्शनी स्थल। दमाहा र नगरा हनुमान ढोका अगाडिको। व्यावसायिक भवन ओल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरको। मानव निर्मित ताल इन्द्र सरोवर मकवानपुर। औद्योगिक भवन हेटौँडा सिमेन्ट उद्योग। राजदूतावास क्षेत्र भारतीय राजदूतावास। गुफा सिद्ध गुफा। राष्ट्रिय कुञ्ज सेफोक्सुन्डो राष्ट्रिय कुञ्ज। घण्टा हनुमान ढोकाको अगाडिको घण्टा। रङ्गशाला दशरथ रङ्गशाला। इटाको मन्दिर महाबुद्ध मन्दिर। काठको मन्दिर काष्ठमण्डप मन्दिर जानकी मन्दिर। राजदूतावास अमेरिकी राजदूतावास र स्तूप चाहिँ बौद्ध स्तूप हुन्। यी नेपालको सबभन्दा ठुलो विभिन्न क्षेत्र क्याटेगोरीमा रहेका सबभन्दा ठुलो के छ भन्ने कुरा यहाँनिर जोड्यौँ। नेपालको सबभन्दा सानोमा प्रदेश मधेस। सानो जिल्ला भक्तपुर। भक्तपुरको क्षेत्रफल 119 वर्ग किलोमिटर रहेको छ। नेपालको सबभन्दा सानो मूर्ति विश्वरूपको मूर्ति। सानो राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज। सानो उपत्यका जोगबुढा डडेलधुराको जोगबुढा उपत्यका। सानो भन्ज्याङ चाहिँ चाङ्ला भन्ज्याङ रहेका छन्। नेपालको सबभन्दा उच्च स्थानको बग्ने नदी अरुण। मानवबस्ती छार्काबोट तराबस्ती। धानखेती जुम्ली मार्सी। फल्ने फुल स्टेलरिया डेकुमेन्ट्स। सदरमुकाम सिमीकोट। मन्दिर मुक्तिनाथ। झरना सुलीगढ। गुम्बा स्याङबोचे। यसलाई पनि जानु। नेपालको सबभन्दा होचो उपत्यका अरुण उपत्यका। सदरमुकाम महोत्तरीको जलेश्वर। होचो गल्छी अन्ध वा दाना गल्छी। विमानस्थल विराटनगर विमानस्थल। महेन्द्र राजमार्गको स्थान इटहरी। होचो स्थान झापाको कचना कवल। अब लागौँ नेपालको सबभन्दा अग्लो के भन्नेतर्फ। अग्लो मन्दिर न्यातपोल। स्तम्भ भीमसेन स्तम्भ। अग्लो मूर्ति कालभैरवको मूर्ति। दरबार नौतले दरबार। झरना पचाल झरना। टावर भुलचकीको डाँडाको टावर। चिम्नी हेटौँडा सिमेन्ट कारखानाको चिम्नी। अब हामी नेपालमा रहेका केही जिल्लाका प्रसिद्ध गुफाहरूको बारेको जानकारी जोडौँ। ब्यास गुफा सिद्ध गुफा तनहुँ। गुप्तेश्वर आल्पेश्वर गुफा पर्वत। भूमेश्वर गुफा जाजरकोट। शिवजी गुफा भोजपुर। पाताल भूमेश्वर गुफा बैतडी। चमेरा गुफा कास्की। चमेरी गुफा सुर्खेत। हलेसी गुफा खोटाङ।
गुफा जुम्ला, गौमुखी गुफा तेह्रथुम र महेन्द्र गुफा कास्की, तिला गुफा गणेश गुफा कालीकोट, विचित्र गुफा गुल्मी, शिव गुफा सल्यान, भुवनेश्वर गुफा बैतडी र बुद्धेश्वर गुफा खोटाङमा रहेका छन्। अब हामी नेपालका प्रमुख झरना र छाँगाहरू हेरौँ। पचाल झरना नेपालको सबभन्दा लामो छाँगा भएको झरना, जसको लम्बाइ 381 मिटर रहेको छ। यो कालीकोटमा छ। सुलीघाट झरना डोल्पाको फोक्सुन्डो तालबाट निस्केको समुद्र सतहबाट 3613 मिटर उचाइमा विश्वकै उच्च स्थानमा रहेको छ, जसको लम्बाइ 168 मिटर र नेपाल परिचयमा यसलाई 176 मिटर उल्लेख भएको छ। यो पाउली झरना पनि डोल्पा जिल्लामै पर्छ। यो सुलीघाट झरना फोक्सुन्डो तालबाट निस्केको झरना। ह्यातुङ झरना नेपालको तेह्रथुम जिल्लामा पर्ने झरनाको छाँगो 365 मिटर र यसको वास्तविक नाम हिङगुवा हो। पचाल झरना पहिचान हुनुभन्दा अगाडि नेपालको लामो झरनाको रूपमा यो झरनालाई हामी भन्ने गर्थ्यौँ। रूप्सी झरना म्याग्दी जिल्लामा पर्ने यो झरना नेपालको टिकामालामा अंकित भएको झरना हो। नेपालमा रहेका अन्य झरनाहरू हेरौँ। कालीकोटको पचाल झरना नेपालको अग्लो झरना पनि हो। यो तेह्रथुमको ह्यातुङ झरना नेपालको दोस्रो अग्लो झरना। उदयपुरको जय नेपाल झरना, त्यस्तै गरी ओखलढुङ्गाको पोकली झरना, चिरखुवा झरना, काभ्रे प्लान्चोको गुम्साताल झरना र भैरवकुण्ड झरना, डोल्पाको सुलीगढ झरना, टिप्ला झरना, छाङखोला झरना, नुवाकोटको फुङफुङ झरना, खोटाङको दिप्रुङ झरना, अर्घाखाँचीको तीनखुवा झरना, सोताखोला झरना, खोटाङको दिप्रुङ, धादिङको गङ्गा जमुना झरना, रानी झरना, ताप्लेजुङको टिप्ताल, इलाम डाँडा फुङफुङे झरना, दैलेको द्वारी खोलाको झरना, म्याग्दीको रूप्सी झरना, बोक्सी झरना, तातोपानी झरना, मनाङको चेपे नदीको झरना, पाल्पाको बैकुण्ठे झरना र छहरे झरना, डोटीको जोरपानी झरना र भेलछेडा झरना, रामेछापको 5 पोखरी झरना, इलामको टोङ्केको झरना, लमजुङको चाम्चे झरना र गाईखुरी झरना, दाङको पुरनधारा झरना, धनकुटाको नमस्ते झरना, दैलेको कुसापानी झरना, कास्कीको डेभिड फल्स र खुदी झरना, रोल्पाको सुनसर झरना। यी झरनाहरूको जानकारी हामीले जोड्यौँ। आजको यो भिडियोमा हामी नेपालको भौगोलिक विभाजन, नेपालको भूगोलसँग सम्बन्धित विषयवस्तुलाई तपाईँको बिचमा राख्यौँ। अर्को पार्टमा बाँकी विषयवस्तुलाई हामी जोड्नेछौँ। यो अडियो बुक अन्तर्गत तपाईँलाई हामी विभिन्न किसिम यो सामान्य ज्ञानको कभरेज गर्नेछौँ। तपाईँ आज मात्र हामीलाई हेरिरहनु भएको छ र युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने यो प्रकाश च्यानललाई सब्सक्राइब गर्नुहोला भन्न चाहन्छु। यतिन्जेल हेर्नुभएकोमा तपाईँ सम्पूर्णलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। सम्पूर्ण जसले हेरिरहनु भएको छ, तपाईँलाई यो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला र आफ्नो नजिकको साथी, तपाईँको आफ्नो मान्छेलाई पनि यो युट्युब च्यानललाई सब्सक्राइब गर्नको लागि अनुरोध गर्नुहोला। हामीले यो युट्युब च्यानलमा सामान्य खास गरी यो प्रतियोगितात्मक परीक्षाको लागि उपयोगी सामग्रीहरूको साथमा विभिन्न उपयोगी सामग्रीहरू राख्ने गर्दछौँ। यो उपयोगी सामग्रीहरू राख्ने जमर्कोमा जुटेका छौँ। अवश्य पनि तपाईँले यो युट्युब च्यानललाई सब्सक्राइब गर्नको लागि सहयोग गर्नुहुनेछ, सब्सक्राइब गर्नुहुनेछ भन्ने म विश्वास लिएको छु।
यतिन्जेल हेर्नुहुने तपाईँ सम्पूर्णलाई म धेरै धेरै धन्यवाद, सुन्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद म दिन चाहन्छु र म तपाईँबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्ते।